युद्धपछि पनि उही दलाल प्रवृत्ति र भ्रष्टाचार जुन आजको मात्रै दैनिक पेपरमा तपाईहरूले हेर्नुभयो, प्रशासनिक क्षेत्रका नायक बनिने उच्च प्रशासकहरू सचिवहरूको 15 जनाको लिस्ट सार्वजनिक भएको छ। त्यसकारण यो भ्रष्टाचार विरुद्धको आन्दोलन पनि हो श्रम संस्कृति पार्टी मात्रै होइन, यो राष्ट्रको स्वाधीनताको आन्दोलन हो। जय सम्पाङ। त्यसकारण सम्पूर्ण नेपाली जनताले यो कार्यक्रम हेर्नुहुन्छ। अब आउने दिनमा नेपाल राष्ट्रलाई बोक्ने, नेपाली धरतीलाई बोक्ने, माटोलाई बोकेर यो एउटा राष्ट्रिय मुक्ति आन्दोलन पनि हो। त्यही रूपमा बुझ्न अनुरोध गर्दै बिदा हुन चाहन्छु। जय श्रम संस्कृति।